नमस्कार साथीहरू, राष्ट्रिय तथ्याङ्क सङ्कलनको खुसी खबर आएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गणक र सुपरिवेक्षकको लागि खुलाएको फारमको म्याद थप गरिएको छ। यो फारम भर्नको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले माघ 21 गतेसम्म फारम भर्ने समय तोकिएको थियो, तर यसमा आवेदकहरूको अत्यधिक चाप र सर्भर डाउनको कारणले कतिपय मानिसहरू अन्तिम दिनसम्म पनि फारम भर्न नसकेको गुनासो आएको कारणले यसको फारम भर्ने म्याद 5 दिनको लागि थप गरिएको प्रेस विज्ञप्ति जारी गरिएको छ। अब दरखास्त पेश गर्ने अवधि 2082 10 महिना 22 गतेदेखि 2082 10 महिना 26 गते राति 12 बजेसम्म जम्मा 5 दिनको लागि मात्र कार्यालयको निर्णय अनुसार थप गरिएको जानकारी सबैमा अनुरोध छ। यसरी थप गरिएको मिति भन्दा पछिको दिनमा दरखास्त सङ्कलन नगर्ने बेहोरा पनि यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ। यो सूचना प्रकाशित मिति रहेको छ 2082 10 महिना 21 गते। सो अब हजुरहरूले माघको 22 गतेदेखि माघको 26 गतेसम्म रातिको 12 बजेसम्म यो फर्म भर्न पाइन्छ। सो यस्तै भिडियोको जानकारीको लागि मेरो च्यानल लाइक, सब्सक्राइब, कमेन्ट एन्ड सेयर गरिदिनुहोला। धन्यवाद।